सुरु गर्नु घरको काम के तेरो बाउ है आमा अनि घरको काम के ओके रोलिङ एक्सन ए अब हुँदा हुँदा तैँले मेरी छोरीलाई कामसम्म अराउने भइस् ए अब हुँदा हुँदै त महारानीले मेरो छोरी महारानी फेरि अहिले हातले भने मेरो छोरीले काम सिक्नु हातले त्यसो है काम पनि अराउने होला काम हैन ए अब हुँदा हुँदै त महारानीले मेरो मेरो छोरीलाई कामसम्म अराउन थाल्ने भइस् है झापे हेर्नु विशेष जिजुले कुटाउने है रोलिङ एक्सन किन बिर्से कि त आफूले घिच्नु चाहिँ नबिर्सिने गाईलाई घाँसन न अलिकति पनि लाज शरम छैन तिमीलाई गाईले घाँसन चाहिँ के बिर्सिके त रोलिङ एक्सन किन बिर्से कि त आफूले घिच्नु नबिर्सिने गाईलाई घाँसन न तिमीलाई अलिकति पनि लाज शरम छैन गाईलाई घाँस फाल्ने चाहिँ बिर्सिने अलिकति लाज शरम छैन तिमीलाई किन बिर्सिके त तिमीले त लास्ट छैन फेरि एउचोटि गर्नु त ट्राफिक गर्नु के अरे किन बिर्से कि त आफूले घिच्नु चाहिँ नबिर्सिने गाईलाई घाँस फाल्न किन बिर्से कि त लास्ट छैन तपाईँ दुईचोटि किन हुन्छ भनेर नभने किन हुनै पर्छ ठीक है किन बिर्सिके तिमीलाई किन्न पर्छ जति खोल्नु छ खोल्नु केही छैन समय आउँछ केही छैन तर सबैको समय आउँछ एक दिन हजुरले पनि यो सब भोग्नु नै पर्छ माइतीको धन्य चिरीलाई कहिले पुग्दैन यो मान्छेलाई अगाडि गएर रिसिभ गर्नु त्यो मान्छेलाई हेलो आउनन्द महारानीको मुखले हामीले खेदो गर्यौँ ए अझ हक अधिकारको कुरा गर्छस् तँलाई त आज नमरी छोडिदिनु म डन्किने हो हात खोलाउने हामीले हात खोलाउने सट्टा खोलाउने है सट्ट खोल्नु पर्यो ए अझ हक अधिकारको कुरा अझ ठुल्ठुलो हक अधिकारको कुरा गर्छस् तँलाई त आज म नमारी छोडिदिनु डन्किने आउने है मैया के भनेर राख्नु है सानी दादा ठिकै त भनेकी छिन् नि आमाले तिमीले तिम्रो माइतबाट बिहे गरेर आउँदा होइन यहाँ छ नि ठिकै त भनेपछि नि आमाले अब फेरि यहाँ आउने के ठिकै त भन्दैछ आमाले त्यो त हेर्ने तिमीले भन्ने आइदिनु हो ठिकै त भनेकी छिन् नि आमाले तिमीले बिहे गरेर आउँदा तिम्रो माइतबाट के नै ल्याएकी थियौ र